Hello, good morning. Namaste everyone. Okay. मेरो च्यानलमा हजुरलाई स्वागत छ। मैले लामो समयपछि बनाएको अ डे इन माई लाइफ भनेर एउटा भिडियो आउँछ। त्यस्तै खालको भनौँ न, जे मन लाग्यो त्यही। अहिले 11:15 भइरहेछ। स्टिल म अहिले बेडमै छु, उठिरहेकै छुइनँ, सुतिरहेको छु। अब उठ्छु। म अब आज दिनभरि के गर्छु, के खान्छु म हजुरलाई देखाउने छु। किन बनाएको मैले आज भिडियो यतिकै, जस्ट फर फन। या ओके। त्यसपछि अब के गर्छु त्यसपछि देखाउँछु। अहिले फेरि बाई। अब म बनाउन गइरहेको छु ब्रेकफास्ट। ल 11:30 बजी कोही ब्रेकफास्ट खान्छ त? म खान्छु। I need butter. Okay. एउटा हातले त बनाउन साह्रै गाह्रो हुँदो रहेछ त। के गर्ने के नगर्ने। पानी पनि तताउनु थियो। मोबाइल यहाँ राखौँ कि क्या? फेरि अगाडिको क्यामेराबाट त्यस्तो राम्रो आउँदैन नि त, ब्याक क्यामेराबाट मात्रै राम्रो आउँछ कि। अनि फेरि राखेर बनायो भने कहाँ खिच्छ कहाँ खिच्दैन थाहै पनि पाइँदैन। अप्ठ्यारो पऱ्यो। पानी पनि बस्नु पर्छ। अस्ट्रेलियाको लाइफ हो है गाइज, यस्तो छ अस्ट्रेलियाको लाइफ। गाह्रो पनि छ, फेसिलिटी पनि हुन्छ नि त। कस्तो गाह्रो हुन्छ तर। ओके मेरो ब्रेकफास्ट रेडी भइसकेको छ र यहाँ देख्न सक्नुहुन्छ ब्रेड विथ अभाकाडो, बोइल एग्स, अनि लेमन पानी, अनि बिरेन नुन पनि मिसाएको छ। मलाई चाहिँ एभोकाडो एकदमै मनपर्छ, अनि त्यही भएर सबै हरियो देख्न सक्नुहुन्छ। ल म यति चाहिँ ब्रेकफास्ट गर्छु। खाएको चाहिँ नदेखाऊँ होला, कतिजनाको फेरि भुँडी पनि दुख्छ नि त। किन खाएको देखाइरहनु र होइन। मलाई आज देखाउन मन लागेन, भोलि देखाउनु मन लाग्यो भने देखाउँछु। आज चाहिँ देखाउनु मन लागेन। के बोलेको क्या, म देखाउन मन लागेन, देखाउन मन लाग्यो भोलि बोल्नै आउँदैन। त्यही भएर म यस्तो बनाउँदिनँ नि, चल्दैन पनि कि। ल ठिक छ, म अब ब्रेकफास्ट गर्छु। त्यसपछि बिचमा मैले धेरै काम गरेँ। मैले भिडियो चाहिँ बनाउन पाइनँ। कस्तो मजाको घाम लागेको, जाडो पनि छ। घाम पाउन त एकदमै मजा आउँछ होइन। ल मैले लुगा सुकाएँ मम्मी बाबाहरूसँग बोल्दै। अब एउटा मात्रै फोन छ नि त, अनि अब फोन गर्ने कि भिडियो बनाउने होइन, के छ इम्पोर्टेन्ट, फोन गर्न बोल्न इम्पोर्टेन्ट छ नि त। सो मैले त्योहरू केही पनि खिच्न पाइनँ। त्यही हो, घरमा कुरा गरेँ, लुगाहरू सुकाएँ। अब अहिले यसो बाहिर बजार जाँदैछु, सब्जीहरू लिनलाई जाँदैछु। सब्जी छैन घरमा, अनि मेरो चाहिँ बेलुका मात्रै काम छ। कति धेरै पज भएको, म बोल्नै नआएको क्यामेरामा, के भएको। त्यही हो, मेरो बेलुका काम छ, दिनभरि खाली हुन्छु। अब भोलिको लागि भरेको लागि खाना बनाउनु पऱ्यो, सब्जीहरू छैन। अनि त्यही सब्जी लिन जाँदैछु। ल अब बाटो यस्तो छ है त, यो स्कुल हो। यो चाहिँ मुस्लिमहरू मात्रै पढ्छन्। यस्तो छ बाटो, बस पर्खिनुपर्छ त्यहाँनिर। अब 5 मिनटमा आउँदैछ। ल अब एकछिनमा देखाउँछु नि। बस आउँदैछ, वहाँ पहिरोबाट हेर्नु त, तपाईँहरू देख्न सक्नुहुन्छ। त्यो बस हो 536 वाला। ओके लेट्स गो। म चाहिँ पोर्ले, अब म यहाँबाट जाँदैछु सब्जी किन्न। पोल ल के देखाउनु नि हो, यो हाल्दैन ल। यति धेरै पार्किङ हुन्छ नि यहाँतिर। यो त केही पनि होइन क्या, यो त केही पनि होइन। यत्रो ठुलो पार्किङ हुन्छ यहाँनिर। ओके म पुग्न लागेँ अब। यही हो, यो पछाडिबाट हो। यहाँ चाहिँ सब नेपाली हुन्छन् क्या। यो ग्लेनवे भन्ने ठाउँ हो। हामी त्यहाँ बस्छ। के बोल्न आँटेको के बोल्छु कि म। यहाँ चाहिँ धेरै जस्तो नेपाली हुन्छन् भन्न खोजेको क्या यो ठाउँमा चाहिँ। ओके यता हेर नेपाली, उता हेर नेपाली।
यो अस्ट्रेलिया हो र मलाई त लाग्दैन ल उता नि खिच्नु हुँदैन अरूको मैले मेरो सामान भारी हातमा बोकेर आइसकेँ फर्किँदैछु म बिचमा मैले के किनेँ भनेर चाहिँ मैले त देखाउन पाइनँ किनभने एकदमै रस भइरहेको थियो क्या फेरि गाडी पनि भेट्नु पर्ने थियो अनि फेरि सामानहरू पनि अब छान गर्दा गर्दै अब हात पनि सबै भरिहाल्यो नि ओ माई गड यो अस्ट्रेलियामा चाहिँ गाडी नहुँदाखेरि एकदमै गाह्रो हुन्छ के अब हाम्रो त छैन नि त बसमा आउने जाने गर्नुपर्छ एकदमै गाह्रो हुन्छ हेर्नु अस्ट्रेलियाको लाइफ विदाउट कार अब 10 मिनटको बाटो छ भने आधी घन्टादेखि अगाडिदेखि आएर कुर्नुपर्छ कि मतलब आधी घन्टा 45 मिनट लाग्छ कि छिटो हुने काम अब फेरि बोकेर हिँड्नु पर्यो घरसम्म होइन अनि त्यही भएर अस्ट्रेलिया आउँदै हुन्छ भने चाहिँ लाइसेन्स निकाल्नु होला उहाँ छैन उहाँ हुँदाखेरि अझै बेटर हुन्छ यहाँ आएर फुल लाइसेन्स निकाल्न मिल्छ सजिलो पनि हुन्छ र यहाँ आउने बित्तिकै गाडी चाहिँ सिकिहाल्नु होला अनि फेरि किनि पनि हाल्नु होला नत्र भने एकदमै गाह्रो हुन्छ होइन मेरो हात गलो यसको देखाउन मिल्दैन होला ल केटाकेटी यति एक्टिभ हुन्छ नि यति एक्टिभ हुन्छ छक्क पर्छु कि म सानो केटाकेटी कस्तो एटिट्युड हुन्छ कि ठुलो मान्छे जस्तै एटिट्युड हुन्छ क्या उहाँको त लजाउँदैन क्या मान्छेहरू यस्तो केही कुरामा अब सरी भन्नु सो गरेर बोल्छ क्या छक्क पर्छु क्या म अनि ओके ल हात पनि गलो मलाई त खानु परिहाल्छ क्या हाउ टु ओपन चोकलेट मलाई एकदमै मनपर्छ डार्क चोकलेट पुदिनाको फ्लेभरको मिठो हाल्छ भाइ अब म कफी खान गइरहेको छु म त आज खान्छु मात्रै त के भयो दाँत भाँच्यो नि त कलो हुन्छ जस्तो लाग्छ नि यो दाँत हो क्या दाँत भाँच्यो भने के गर्नु अलिकति हल्यो भने के गर्नु होइन थोत्याउनु मेरो मुखमा ब्लर आइरहेछ है क्या एकछिन ल अहिले ठिक छ होला कभर पनि चेन्ज गर्ने बेला भएको छ पुरानो हो कि ल कफी यहाँ हाल्ने दुध तात्दैछ म चाहिँ यसरी नै खान्छु है कफी सर्टकट सजिलो मिठो तर हेल्थको लागि चाहिँ नराम्रो मलाई थाहा छ त्यही पनि म कन्ट्रोल गर्न सक्दिनँ म खाँदिनँ नि त बिहान चिया पहिला खान्थेँ अहिले मैले नखाने बानी बसाइसकेँ तातो पानी खान्छु अघि देखाइहालेँ दिउँसो एक खेप चाहिँ दुध चिया या कफी चाहिँ खान्छु के कफी ठ्याक्कै सकेको थियो दुध चिया खाइरहेको थिएँ दुध चिया चाहिँ अझै नराम्रो हो नि त अनि त्यही भएर कफी नै खान्छु भनेर अनि ल्याएको यसमा थोरै हाल्ने अब मजा आयो so good भाइ के गरे थाहा छ हेर्नु मेरो बुद्धि ग्यास अन गरेर म उता मोबाइल चलाउन थालेछु के सबै ग्यास के खाली छ खाली क्या खाली डढो ए भगवान् के गनाउँछ भन्छु नि यसलाई यस्तै गर्ने होइन त अब यो भिजाइदिइ गर्नु पर्यो जान्छ कि जाँदैन धन्न थाहा पाइहालेछु म धन्न यहीँ थिएँ क्या म त के गनाउँछ भन्छु केही त छैन बसाएको ग्यास हेरेको अन रहेछ खाली छ फेरि म बनाउन गइरहेको छु अब साग पालकको
पालकको साग यस अघि पनि मैले याद गरेको थिएँ जुन चाहिँ मलाई याद आएको थिएन पालकको साग विथ अलिभ ओइल मेरो एकजनाको ब्लगै हेरिरहेको थिएँ क्या मलाई मजा लाग्छ कि ब्लग हेर्न हेरेपछि फेरि कन्टिन्यू हेर्छु कि हेर्दै हेर्दिनँ यस्तो हुन्छ ला झर्छ होला रात साह्रै गाह्रो हुन्छ कसरी ब्लग गर्छ क्या मान्छेहरू माइ गॉड यस्तो हार्ड स्ट्रेस हुन्छ क्या अब होइन अब म आज चाहिँ एकचोटि मैले बनाउन गइरहेको छु कति म त्यस्तो म त बनाउँदिनँ त्यति मलाई आज मुड लागेर हो काम गर्न पनि जाँगर चल्दो रहेछ क्या यो बनाउँदाखेरि चाहिँ नत्र भने अल्छी लाग्छ एक्लै हुन्छ नि त मेन चाहिँ एक्लै भएको बेला चाहिँ एकदमै काम दिने हो क्या यो ब्लग चाहिँ होइन मजा आउँछ इन्ट्रेस्टिङ हुन्छ अनि तर एकदमै गाह्रो चिज हो क्या अब एउटा हातले समात्नु पऱ्यो अनि फेरि अन्त छ नि ओके एउटा हातले समात्नु पऱ्यो फेरि बनाउनु पऱ्यो गल्छ त्यस्तै ब्लगर हुनलाई त त्यस्तो सजिलो काम छैन हेरे जस्तो कहाँ हुन्छ होइन मान्छेले यो बोलो त्यो बोलो भन्छ नि अब के बोल्ने त ब्लगमा यही त हो त अनि बोल्ने होइन ओके तपाईँहरूलाई कसलाई पालकको साग मनपर्छ पर्दैन होइन मलाई चाहिँ पहिला नेपालमा हुँदाखेरि मन पर्दैन थियो तर यहाँ आइकन चाहिँ मलाई मन पर्न थालेको छ अझै जसलाई मनपर्छ काँचो काँचो मनपर्छ उसलाई सो म धेरै पकाउँदिनँ अलिअलि मात्रै पकाउन गइरहेको छु जुन चाहिँ त फ्याट्ट हुने गरेको मलाई पनि मन पर्दैन क्या सब्जीहरू फ्याट्ट मजाले पाकेको अलिअलि काँचो काँचो मनपर्छ क्या त्यही भएर एउटा तेल हालेँ ज्वानो हालेँ अलिकति जिरा हालेँ अब नुन हाल्न गइरहेको छु नुन हाल्छु द्याट्स इट सजिलो अब झोल चाहिँ म के बनाउँछु भन्दाखेरि म तपाईँहरूलाई देखाउँछु ल यस्तो खाना रुचाउँछ नि लामो हुन्छ होला हौ यो ब्लग त आलु पाकेको छैन यहाँ माइक्रोवेभमा पकाएको एउटा जम्मा एउटा आलु के कुकरमा उसिन्नु होइन त्यही भएर सब्जी रेडी भइसकेको छ ल मैले त्यति धेरै पकाइनँ अब म यसलाई खनाइदिनु पर्यो केमा म के बनाउन आँटेको छु हेर्नु त यहाँ पनि छ के होला यो के होला फेभरेट यस्तो खाना रुचाउँछ नि यस्तो खाना रुचाउँछ ओ माई गड म खान्न भनेको दिन म एकदम अगाएको दिन पनि मैले यो सब्जी देखेँ भने चाहिँ म नाइ भन्न सक्दिनँ क्या मेरो मुखबाट लिटरली पानी आउँछ क्या त्यस्तो मनपर्छ मलाई चाहिँ मलाई यो बनाउँदा एक चिज खान मन लाग्यो अघि भर्खर ल्याएको थिएँ मैले आइसक्रिम यो वाला मैले टेस्ट गरेको छैन कुकिज एन्ड क्रिमहरू कस्तो हुन्छ थाहा छैन मिठो हुन्छ होला जस्तो लागिरहेको छ यस्तो हेर्दाखेरि त यो पनि धेरै भयो थोरै हाल्नुपर्छ धेरै हालिहालेछु बट इट्स ओके नो वरिज पानी a little bit more ला हाले एकछिन ल म पहिला सिन्की हाल्दै कि त म त हाल्थेँ म त टमाटर हाल्छु सुरुमा सिन्की भुट्छ नै ल सुरुमा सिन्किङ भुट्छ होइन टमाटर हालेँ त मैले त अब सिन्की पाक्छ होला बिर्सेछु म त गफ गर्दा गरेँ तर ठिकै छ सुरुमा चाहिँ सिन्की भुट्दाखेरि राम्रो हुन्छ नि अब म गुन्द्रुक हाल्न गइरहेको छु होला अब यसलाई हल्का पानी हालेर एकछिन पकाउँ सब्जी बनाउँदा चाहिँ म पछि मात्रै हाल्छु मलाई एकदमै मनपर्छ यस्तो खालको प्याज बास ओ
Oh my god, ल हेर्नुस् डिस्क्रिप्शन में मैंने आपको इसका लिंक दे दिया है, आप इस तरह से चेक कर सकते हैं। फिलहाल मैं पूरी तरह से रेडी हो गई हूँ, बाहर जाती हूँ। थोड़ी मात्रै ट्राई गर्छु खाना भी साथ में त्यो त एकदम मोटाउँछ यार कहिले काहीँ त्यस्तो क्रेभिङ हुन्छ क्या के खाउँ भनेर सो म खान्छु और खाना जरा सारा पैक हो चुका है। चलो निकल पड़े हैं और I love it. एक ही डेट का है और अब कई जगह एकदमै मिठो छ एकदमै मिठो छ मैले यति मात्रै ट्राई गरेँ यसलाई म्यास गरेर हाल्छु म चाहिँ हात पनि धोइहाल्छु म त ओके अब यसलाई मिच्ने पानी हैन अब यसमा नुन लाग्यो कि लागेन वो सामने ये बिल्कुल ब्लैक भी है रेड बिल्कुल और वहाँ सनसेट सिन्की भएपछि अरू के चाहिन्छ होइन खानासँग सिन्की भएपछि अरू के चाहिन्छ क्या के चाहिन्छ अब हल्का हामी अलिकति यसलाई सुनमा सुगन्ध बनाउनको लागि धनिया एड गर्न सक्नेछौँ हामी ओके सुनमा सुगन्ध हुनेछ क्या यो होइन त्यस्तो चिज हो क्या विदाउट धनिया क्या बात है सरी फ्रेन्ड्स मैले चाहिँ भिडियो बनाउन बिर्सेछु बिर्सेछु क्या मैले त लिटरली अहिले चाहिँ म ठिक्क काममा जाँदैछु अनि जाँदा जाँदै सम्झेँ क्या मैले त ला म त भिडियो पो बनाउँदै थिएँ त अनि आज त भ्लग बनाउँदै थिएँ म के गरिसकेँ सबै छुट्यो त अनि भन्दै सम्झेर अनि हत फेरि क्यामेरा खोलेर बनाएको के बिर्सेछु म त ल केही छैन म काममा जाँदैछु फेरि अरूकै ठाउँमा आइपुग्यो जुन सुरुमा मैले भिडियो मैले गाडी पर्खिनुपर्छ भन्दै नि सेम थिङ ओके यस्तै छ है गाइस अस्ट्रेलियाको लाइफ यस्तै छ जिन्दगीमा के गर्नु परेको हाई कस्तो छ क्या केटाकेटी कस्तो एटिट्युड दिन्छ कि हाई अरे हाई अरे फेरि कस्तो राम्रो घाम लागिरहेछ त्यही भएर खिचेको यो चाहिँ can see sunkish तिम्रो नाम भन्दै हुन्छ एउटा मेरो नाम सरू महतो कामबाट घर आइसकिसके कस्तो थाकेको के अब खाना खानुपर्ने छ एकजना आएपछि अब लुगासुगा फेर्छु त्यस पछाडि बस्छु यत्तिकै अनि खानासाना खाने अनि सुत्ने बाई म एकछिनमा आउँछु कि आउँदिनँ थाहा छैन त्यही पनि अहिले चाहिँ बाई भन्छु है त बाई गुड नाइट